नमस्ते, मेरो नाम चाहिँ सुशील। म चाहिँ सुदूरपश्चिम कञ्चनपुरबाट। लास्ट टाइम आजभन्दा करिब 2-3 महिना पहिला मैले चाहिँ एउटा जुम्ला सिरिज गरेको थिएँ, जहाँ मैले नेपालको सुर्खेत, दैलेख, कालीकोट अनि जुम्ला, त्यसपछि चाहिँ मुगुको राणातालसम्म गएको थिएँ। यो जर्नी गर्दा चाहिँ मलाई एकदमै खुसी भएको थिएँ। यसै गरी म एउटा नयाँ जर्नी लिएर आएको छु, जुन चाहिँ हाम्रो केही दिनमा स्टार्ट हुनेवाला छ। अब यो जर्नी गर्नको लागि मलाई के सामानहरू चाहिन्छ, त्यही बारेमा आज हामीहरू कुरा गर्नेछौँ। अनि म चाहिँ हाम्रो जर्नीको सुरुवात कहाँदेखि गर्नेछु अनि कहाँ खतम गर्नेछु त्यसको बारेमा नि कुरा गर्नेछु। इफ हजुरहरूले अहिलेसम्म हाम्रो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु भएको छैन भनेपछि प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अनि अब कुरा गरौँ म चाहिँ के सामानहरू लगेर जाँदैछु। फर्स्ट अफ अल जुत्ता भइहाल्यो, अनि कपडा, अनि ब्याग, प्लस त्यसमा चाहिँ जुन एक्सेसरी सामानहरू हुन्छ। त्योभन्दा पहिला म हजुरहरूले एउटा सर्ट टर्ममा चाहिँ ट्राभलमा चाहिँ मेजरली 3 चिजहरूको जरुरत हुन्छ: ट्रान्सपोर्टेसन, फुड अनि अकोमोडेसन। अकोमोडेसनको लागि चाहिँ एउटा टेन्ट छ, जुन चाहिँ म कुनै पार्क भइहाल्यो, स्कुल भइहाल्यो, जुन खाली ग्राउन्डहरू हुन्छ त्यस्तो ठाउँमा चाहिँ लगाएर चाहिँ बस्न सक्छु। तर त्योभन्दा नि इम्पोर्टेन्ट चिज हुन्छ फुड। अब फुडको लागि चाहिँ म के गर्दैछु, मसँग न कि स्टोभहरू छ कि त्यस्तो, म आफै खाना बनाएर त खाँदिनँ। त्यही भएको कारणले चाहिँ म केही पैसाहरू क्यारी गर्दैछु, जसको मद्दतले चाहिँ मलाई चाहिँ खाना ल्याइपुगोस्। कुरा गरौँ हामीहरू ट्रान्सपोर्टेसनको बारेमा। ट्रान्सपोर्टेसनको लागि म युज गर्दैछु हिचहाइकिङ। हिचहाइकिङ भनेको भाषामा भन्नुपर्दा लिफ्ट मागेर एक ठाउँदेखि अर्को ठाउँसम्म जानु स्टाइल छ। यो नेपालमा धेरै फेमस छैन, केही मान्छेहरू छन् जुनले चाहिँ नेपालमा हिचहाइकिङ गर्नु भएको छ। तर यसो बाहिरतिर हेर्ने हो भनेपछि यो कन्सेप्ट चाहिँ एकदमै फेमस छ। त्यही भएर म यही कन्सेप्टको युज गरेर चाहिँ आफ्नो केही पैसाहरू सेभ गर्ने कोसिस गर्नेछु। जहाँ लिफ्ट मागेर जाँदा चाहिँ हाम्रो केही पनि पैसा खर्च हुँदैन, अनि जुन ट्रान्सपोर्टेसनको खर्च हुन्छ नि त्यो खर्च नि बच्छ। कुरा गरौँ म चाहिँ के सामानहरू लगेर जाँदैछु त। फर्स्ट अफ अल हजुरहरू देख्न सक्नुहुन्छ मेरो अगाडि ब्याग। यो चाहिँ 100 लिटरको ब्याग हो, जसमा चाहिँ मेरो सबै सामानहरू आउँछ, अनि मेरो जुन क्याम्पिङ टेन्ट छ त्यो पनि आउँछ। मेन इम्पोर्टेन्ट कुरा चाहिँ के हुन्छ भनेपछि चाहिँ हजुरहरू चाहिँ कति दूरसम्म जाँदै हुनुहुन्छ, कस्तो बाटोमा जाँदै हुनुहुन्छ, त्यसको लागि चाहिँ म प्रेफर गर्दैछु यो सुजहरू। हाइकिङको लागि एकदमै दामी अनि वाटरप्रुफ पनि छ। जर्नीहरूमध्ये म चाहिँ आफ्नो जर्नी चाहिँ सर्ट प्यान्टहरूमा मात्रै गर्दै थिएँ, जहाँ चाहिँ मसँग एउटा सर्ट प्यान्ट त म क्यारी गर्दैछु यो जर्नीमा। अब चाहिँ मलाई यस्तो फिल हुँदैछ कि जुन म ठाउँमा घुम्नेवाला छु त्यो ठाउँमा चाहिँ एकदमै चिसो हुनेवाला छ। त्यही भएको कारणले चाहिँ म एउटा यस्तो टाइपको छ, अनि दुईटा चाहिँ यसै टाइपको सिमिलर तर कम्फर्टेबल दुईटा चाहिँ यस्तो कलरको छ। एउटा चाहिँ ब्ल्याक अनि एउटा चाहिँ ब्लू कलरको छ। अनि कारणले चाहिँ मलाई हिँड्नमा नि सजिलो हुन्छ। अब म चाहिँ माथि लगाउनको लागि चाहिँ के लगेर जाँदैछु त। जुन ठाउँमा म जाँदैछु मैले पहिला नै भनिसकेँ, म चाहिँ चिसो ठाउँमा जाँदैछु है। त्यसको लागि चाहिँ म एउटा ज्याकेट क्यारी गर्दैछु। अनि अब केही टी सर्टहरूको बारेमा कुरा गरौँ। टी सर्टहरूको लागि चाहिँ म युज गर्दैछु 1, 2, 3, 4 अनि एउटा टी सर्ट अझै छ। 5 टी सर्टहरू चाहिँ म लगेर जानेवाला छु। कपडाहरू त हाम्रो यति नै भयो। अब कुरा गरौँ इलेक्ट्रोनिक चिजहरूको बारेमा, जहाँ चाहिँ म क्यारी गर्नेवाला छु यो पावर ब्याङ्क, जुन चाहिँ 30,000 mAh को, जसले चाहिँ मेरो मोबाइललाई 3 देखि 4 चोटि चाहिँ चार्ज गर्न सक्छ। अनि अब म के गर्दैछु भनेपछि चाहिँ मैले चाहिँ एउटा नयाँ क्यामेरा नि किनिसकेँ, अनि त्यही क्यामेरादेखि चाहिँ अहिले जुन हजुरहरू भिडियो सुट भइरहेको देख्दै हुनुहुन्छ यो क्यामेरा नि क्यारी गर्नेवाला छु। अनि मोबाइलको लागि चार्जर भइहाल्यो, प्लस क्यामेराको लागि केही सामानहरू, यो चाहिँ क्यामेराको बक्स हो, अनि क्यामेराको लागि केही सामानहरू, अनि प्लस जुन म एडिटिङ गर्नेवाला छु त्यो आफ्नो फोनदेखि नै गर्नेवाला छु। यो चाहिँ Redmi Note 9 Pro Max हो, अनि चाहिँ म यही मोबाइलदेखि नै भिडियोहरू सुट गर्ने गर्थेँ। कुरा गरौँ म कहाँ घुम्नेवाला छु। मेरो ट्राभलको सुरुवात हुन्छ जाजरकोटदेखि, अनि म जान्छु सिधै डोल्पातिर। डोल्पामा 3-4 दिन घुमेर म तलतिर आउँछु रुकुमतिर। रुकुममा केही ठाउँहरू घुमेर म जानेछु रुकुमदेखि बागलुङ जाने जुन हाइवे छ नि त्यही हाइवे ट्राभल गर्दै बागलुङतिर। अनि घुमेर म जानेछु मुस्ताङतिर। अनि मुस्ताङको केही गाउँहरू अनि त्यहाँको ठाउँहरू हेरेर चाहिँ इन्स्टाग्राममा धेरै भाइरल भएको ठाउँ घान्द्रुक, हजुरहरूले सुन्नुभएको होला, त्यो घान्द्रुक भन्ने ठाउँ नि म घुम्नेवाला छु।